नमस्ते विद्यार्थी भाइ बहिनीहरू तथा साथीहरू, के छ सन्चै हुनुहुन्छ? आशा छ तपाईहरु सन्चै होला। म पनि यहाँ एकदम सन्चै छु। तपाईहरु समक्ष आज फेरि म एउटा अर्को भिडियो लिएर आइसकेको छु, जुन भिडियो क्लास 12 को एकाउन्टसँग रिलेटेड छ र यो तपाईहरुलाई फाइनल एक्जामिनेसनमा एकदम वफादार भएर काम गर्नेछ भन्ने मेरो आशा छ। र यो भिडियो तपाईहरु सुरुदेखि अन्तिमसम्म नभगाएर स्किप गरेर कपी डट पेनको साथमा लेख्दै र हेर्दै जानु होला भन्ने विश्वास छ। साथै तपाईहरु नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नु होला है त। अब यो च्याप्टर जुन च्याप्टरको आज मैले भिडियो राखेको छु त्यो च्याप्टर तपाईको अकाउन्टिङ फर मेटेरियल एन्ड कन्ट्रोल रहेको छ र त्यो च्याप्टरको कुरा गर्ने हो भने यसको भिडियो मैले फर्स्ट एउटा हालिसकेको छु, त्यो भिडियो पनि हेर्नु होला र यो भिडियो पनि हेर्नु होला। यो च्याप्टरबाट तपाईलाई क्वेशन नम्बर 17 को सेकेन्डमा सुन्नुस् है, क्वेशन नम्बर 17 को सेकेन्डमा तपाईलाई एउटा 3 मार्क्स को क्वेशन, एकदम लड्डु क्वेशन, एकदम बोनसमा आउने है त, एकदम जलेबी क्वेशन तपाईलाई, जलेबी भने धेरै घुमाउने होइन है, फेरि तपाईको जलेबी भनेको एकदम स्वादिष्ट क्वेशन मैले भन्न लागेको हो। एकदम सजिलो क्वेशन सोध्ने गर्छ, जुन क्वेशन्स मैले यहाँ राखेको छु। यो क्वेशन्स तपाईको 2079 सेट ए, सुन्नुस् है, 2079 सेट ए एनईबी ले सोधिसकेको क्वेशन्स हो। अब यस्ता क्वेशनहरु सोध्ने गर्छ जसले गर्दाखेरि तपाईहरुले टेन्सन लिने छोड्नुस्। क्वेशन भन्छ द फलोइङ इन्भेन्टरी पर्चेज एन्ड सेल्स रेकर्ड्स अफ द मन्थ अफ जुलाई आर गिभेन। तपाईलाई एउटा स्टोरको इन्भेन्टरी, गोदाममा रहेको सामानको बारेमा तपाईको पर्चेज र सेल्स गरेको रेकर्ड जुलाई मन्थको हामीलाई दिएको छ। सबभन्दा पहिले क्वेशन्स हेरौं। जुलाई 1 मा बिगिनिङ इन्भेन्टरी, सुरुको मौजदात, सुरुमा कति सामान थियो त? ओपनिङ स्टक पनि भन्छ, बिगिनिङ स्टक पनि भन्छ। 400 युनिट्स @RS5 इच। तपाईको स्टोरमा 400 वटा सामान सुरुमा थियो जुन चाहिँ 5 रुपैयाँ रेट वाला थियो। अर्को छ जुलाई 5 पर्चेज, जुलाई 5 गतेमा स्टोरले के गर्यो भने फेरि सामान थप्यो, किनेर ल्यायो। 600 युनिट @RS6 इच, 600 युनिट किनेर ल्याएको छ, 6 रुपैयाँ रेट भएको भने। अर्को छ तपाईको जुलाई 10 पर्चेज गरेको छ फेरि 300 युनिट्स @RS4 इच, 300 वटा सामान किनेर ल्यायो, एउटाको रेट चाहिँ 4 रुपैयाँ। यो सबै तपाईको स्टोरमा सामान थपिएको हो, यति सामान तपाईसँग एभेलेबल छ। अब भन्छ टोटल सेल्स ड्युरिङ जुलाई। ड्युरिङ जुलाई भनेको जुलाई महिना भरिमा कति सामान बेचिएको छ भने 950 युनिट्स। यो तपाईसँग जति आयो नि, एभेलेबल जति भयो नि, यो एभेलेबलबाट 950 युनिट बेचिसक्यो। अब रिक्वायर्डमा हामीलाई के भन्छ? कस्ट अफ गुड्स सोल्ड। तपाईलाई जहिले पनि यो च्याप्टरमा दुईटा कुरा मात्रै क्याल्कुलेसन गर्नुपर्छ, माइन्ड इट। कस्ट अफ गुड्स सोल्ड, कति लागतको तपाई सामान बेचिसक्नु भयो, एन्ड कस्ट अफ क्लोजिङ स्टक, कति दामको, कति भ्यालुको, कति कस्टको गोदाममा स्टोरमा तपाईको सामान रिमेनिङ छ, अनसोल्ड छ, बाँकी छ। युजिङ FIFO मेथड, फर्स्ट इन फर्स्ट आउट। पहिले आएको सामानलाई पहिले बेच्ने। कच्चा पदार्थहरु तपाईको के हुन्छ? हरियो फलफुल तरकारीहरु के हुन्छ त? पहिले ल्याएको राखिरहेछ, पछाडी ल्याएको बेच्यो भने पहिलेको चाहिँ कुहिन्छ। त्यसले गर्दाखेरि कम्पनीले के गर्छ? फर्स्टमा किनेको सामान पहिले बेच्छ। अर्थात् इट मिन्स फर्स्ट कम फर्स्ट सर्भ। जो ग्राहक पहिले आयो नि त्यसलाई पहिले सेवा दिने, त्यसरी नै पहिले आएको सामानलाई पहिले बेच्ने। अन्डर पिरियोडिक इन्भेन्टरी सिस्टम। पिरियोडिक भन्ने बित्तिकै एउटा फिक्स टाइम पिरियडमा गएर सामान कति किनेर आयो, कति बेच्यो र कति बाँकी छ त्यो क्याल्कुलेसन हुन्छ। पिरियोडिक भन्ने बित्तिकै तपाई फर्मेटमा हिसाब बनाउनुहुन्छ भने टोटली तपाईको के हुन्छ भने रङ हुन्छ, तब तपाईको जिरो आउँछ। त्यसैले ख्याल गर्नु होला, पिरियोडिक इन्भेन्टरी सिस्टम भन्ने बित्तिकै तपाई केमा बनाउनु होला भने फर्मुलामा बनाउने होला। त तपाईको सामने म आज सोल्भ गर्छु एकदम बेस्ट तरिकाले। यो सिस्टम जुन मैले एप्लाई गर्छु एकदम राम्रोसँग हेर्नु होला, अरु कुनै पनि केही पनि हेर्न आवश्यक छैन है त। ल सोलुसन, मैले सोलुसन गरे, सोलुसन लेखे। अब सबभन्दा पहिले मैले यहाँ के लगाउँछु भने अन्डर FIFO मेथड, फर्स्ट इन फर्स्ट आउट। पहिले किनेको सामान पहिले बेच्ने, फर्स्टमा किनेको सामान फर्स्टमा बेच्ने, लाइक एज FIFO मेथड भयो र अर्को LIFO मेथड भयो। अब यहाँ के भयो भने मानौ कि तपाईसँग 1 गतेको सामान छ, 2 गतेको छ, 4 गतेको छ, 5 गतेको छ। त FIFO मेथडले के भन्छ? पहिले 1 गते आउँछ पहिलेको सामान बेच्ने, तब 2 गते आउँछ 2 गतेको बेच्ने। तपाईसँग 3 गतेको छैन, 4 गतेको छ भने 4 गतेको सामान बेच्ने, 5 गतेको छ भने 5 गतेको बेच्ने। अर्थात् माथिबाट तलतिर, माथिबाट सामान दिँदै जाने। भने लिफोले के भन्छ? लास्ट तपाईको कुन छ पहिले त्यसलाई बेच्ने। 5 छ भने 5 पहिले, तब 4 गते, 3 छैन भने तब 2 गते, तब 1 गते, अर्थात् तलबाट माथि। सुन्नुस्, FIFO छ भने माथिबाट लिने, LIFO छ भने तलबाट लिने। अब यसरी नै हामीले सोल्भ गर्दाखेरि पहिले के छ त? कस्ट अफ गुड्स सोल्ड। र तपाई दिमागमा के राख्नु होला? FIFO मेथड र LIFO मेथड पिरियोडिक इन्भेन्टरी सिस्टममा सोध्छ भने दुईटैको फर्मुला सेम छ। कस्ट अफ गुड्स सोल्ड इज इक्वल टु
युनिट सोल्ड, कति सामान तपाईँ बेच्नुभयो, युनिट सोल्ड इन्टु कुन रेटले बेच्नुभयो। ध्यान दिनुहोस् है, कुन मेथड छ, फिफो छ। फिफोमा कहाँबाट लिने, माथिबाट, इट मिन्स फर्स्ट डेटबाट, यहाँबाट लिने। पहिले कति बेच्नु भनेको छ, 950। कति बेच्ने, फर्स्टबाट 400 गुन्ना एउटाको रेट कति, 5। जुन सामान बेच्नुहुन्छ त्यसैको रेट लिनु होला। बेच्नुहुन्छ टेस्टी बिस्कुट 10 रुपियाँ वाला, रेट जोड्नुहुन्छ तपाईँको पोट्याटोको बिस्कुट 50 रुपियाँ वाला, त्यो त मिल्दैन नि। अनि तपाईँले त सजाइदिन्छ कस्टमरले घेडी प्लस कति बेचिसक्नुभयो, 400, 950 मा 400 दिइहाल्नुभयो। अब कति बाँकी, 550। यो 950 बाट 400 घटाउनुस्, 550। यो सबै सामान सक्यो, यहाँबाट लिनुस् 550। अब यहाँबाट सामान दिनुभयो भने यसैको रेट 6 रुपियाँ। अब क्यालकुलेसन गर्नुस्, तपाईँको 950 पुग्यो, 400 इन्टु 5 भनेपछि 2000 प्लस 550 इन्टु 6 कति त 3300। तपाईँ कतिको सामान बेच्नुभयो भने 2000 प्लस 3300 होइन, 5300 को सामान बेचिसक्नुभयो। सुन्नुहोस् है, 5300 को तपाईँको यो च्याप्टर 3 मार्कको हुन्छ, 3 मार्क्सको हुन्छ, एकदम सजिलो। 17 नम्बर इक्जाममा छिर्ने बित्तिकै 17 नम्बरको सेकेन्ड खोज्नुवाला यो च्याप्टर भेट छ, या त फिफो मेथड, या त लिफो मेथड, या त वेटेड एभरेज मेथड, र कहिले काहीँ मात्रै सोध्छ तपाईँको सिम्पल एभरेज मेथड। अब तपाईँले के क्यालकुलेसन गर्नु पर्यो भने कस्ट अफ क्लोजिङ स्टक। कस्ट अफ क्लोजिङ स्टक भनेको कति बाँकी, कस्ट अफ इन्डिङ इन्भेन्ट्री पनि भन्छ, कस्ट अफ इन्डिङ इन्भेन्ट्री। त मैले अघि भनिसकेँ, कस्ट अफ गुड्स सोल्डको लागि र कस्ट अफ क्लोजिङ स्टकको लागि जे फर्मुला तपाईँको फिफो मेथडमा बन्छ त्यही फर्मुला तपाईँको लिफो मेथडमा बन्छ। त्यसैले तपाईँले दुई पटक याद गर्न जरुरी छैन। अब कति बाँकी बस्यो, युनिट अनसोल्ड इन्टु कुन रेटको बाँकी छ। सुन्नुहोस् त, बोर्डमा हेर्नुहोस्, यो 400 तपाईँसँग छ कि बाँकी, कि बिकिसक्यो, बिकिसक्यो। यो 600 बाट तपाईँको कति बिकिसक्यो, 550। कति बाँकी, 50 इन्टु एउटाको रेट कति, 6 रुपियाँ, प्लस यो 300 त तपाईँको चोखै बाँकी छ नि, किन टेन्सन गर्नुहुन्छ, यहाँ सार्दिने 300 गुन्ने कति त 4 रुपियाँ। अब हेर्नुहोस्, 300 यो भइहाल्छ, 1200 यो भइहाल्छ होइन त, इक्वल टु आरएस कति त 1500 होइन त। अब यति तपाईँ सुन्नुहोस् है, यति तपाईँ गर्न भ्याउनुहुन्छ भने तपाईँको 3 मार्क्स कुनै पनि महाकाल अथवा जसले पनि रोक्दैन, अर्थात् जो आए पनि तपाईँको 3 मार्क्स काट्दैन है। यसरी तपाईँहरू के गर्नु होला भने भिडियो हेर्दै ओल्ड इज गोल्ड सामने राख्दै र भिडियोहरू हेर्दै सार्दै र अरू हिसाब पनि बनाउनु होला भन्ने साथमा आज म छुट्टिन्छु। हस्त।